को बाटो हिँड्ने छौ। बुद्धको शिक्षा हृदयमा बोकी भलाइको काम गर्ने छौ। अँध्यारो संसारमा आशाको दियो बाल्न आएका, दुखीको आँसु पुछ्न भनी स्नेहको हात बढाएका। स्वयं सेवाको भाव छ मनमा, एकताको धागो बाँधौ। त्याग र प्रेमको ज्योति जगाई संसारलाई शान्ति बाँडौँ। करुणाको धार बगायौँ, दुःख सबै पखाल्न। हामी युवा, हामी तयार असल धर्म गर्न। हामी युवा, हामी तयार शान्ति नै रोज्न। एकताको धागो, प्रेमको ज्योति मन मनै बाल्न। करुणाको धार बगायौँ, संसारलाई हँसाउन। बुद्धको वाणी धर्मको मार्ग, हिंसा होइन शान्ति रोजौँ। निस्वार्थ सेवा हाम्रो धर्म, लोभ मोह सबै छोडौँ। आफू जलेर अरूलाई बाल्ने दियो बन्ने हो यो जीवन। सत्य र न्यायको पक्षमा उभिएर बचाऊ मानवताको मन। ओ हामी एक हौँ, हामी नेक हौँ। जहाँ पीडा छ त्यहाँ पहिला छ। हाम्रो कर्म नै हाम्रो पहिचान, हाम्रो सेवा नै बुद्धको सम्मान। शान्ति करुणा एकता हाम्रो मार्ग, हाम्रो प्रतिबद्धता। हामी युवा, हामी तयार असल कर्म गर्न। हामी युवा, हामी तयार शान्ति नै रोज्न। एकताको धागो, प्रेमको ज्योति मन मनै बाल्न। करुणाको धार बगायौँ, संसारलाई हँसाउन। जहाँ पीडा छ त्यहाँ पुगौँ, हात बढाएर। भाषा जात भेद सब छोडौँ, मन मिलाएर। एक चोली एक धडकन, हामी सबै एउटै। मानवताको बाटो समातौँ, आजै अहिले नै। हामी युवा, हामी तयार असल धर्म गर्न। हामी युवा, हामी तयार शान्ति नै रोज्न। एकताको धागो, प्रेमको ज्योति मन मनै बाल्न। करुणाको धार बगायौँ, संसारलाई हँसाउन।
ถวายมหาสังฆทานนี่เนี่ยจะได้อานิสงส์มากกว่าถวายแต่พระสัมมาสัมพุทธเจ้าพระองค์เดียวด้วยเป็นคำตรัสของพระองค์เองนะแม้พระสัมมาสัมพุทธเจ้าจะดับขันธปรินิพพานไปแล้วมีพุทธบุตรเป็นตัวแทนแต่ไปกราบพระรัตนท่านมานี่เป็นเรือนแสนนี่มาถวายนี่บุญใหญ่นะจ๊ะบุญที่จะส่งผลให้เรามีรูปสมบัติทรัพย์สมบัติคุณสมบัติลาภยศสรรเสริญสุขมรรคผลนิพพานชาติธรรมกายไปในภพชาติในอนาคตทีเดียวแล้วคนจะมีความคิดว่าเกิดมาครั้งหนึ่งเนี่ยเราจะถวายมหาสังฆทานแด่พุทธบุตรเนี่ยได้สักกี่ล้านองค์แต่ตอนนี้จะตั้งตอกย้ำตามเดิมเวลาที่เหลืออยู่นี่ก่อนที่จะเดินทางไปสู่ปรโลกเราจะได้ถวายมหาสังฆทานกี่ครั้ง